नमस्ते गुड मर्निङ सबैजनालाई। हामी फेरि दोस्रो दिन हामी माइन्ड फ्रेस गर्न आइरहेको छौँ आजको सेवाकाईको लागि। तकभर गाउँ यतातिर जङ्गल एरिया हामी बिहानी मर्निङ वाक गरिरहेको छौँ आजको सेवाकाईको लागि। रिफ्रेस भइरहेको छ। सुनसान मजाको खोला रहेछ यता तल। ए उयो जाम ए अघि मैले उड्दाखेरि देखेको दाजुलाई। सबैलाई चाहिँ मिसी हामी चाहिँ चर्चा सबैजना हेलो के पो बाबा गरम बहुत गरम है गरम। कस्तो दामी भ्यू त्यो अलिक र मेरो नाम चाहिँ कविना गुरुङ है। अनि म मिरिक मारनाथा ओकाइटी चर्चबाट आएको हो। अनि मेरो आदरणीय पास्टर बुवाको नाम पास्टर आनन्द राई है, उहाँ हाम्रो बिचमा हुनुहुन्छ है। अनि सर्वप्रथम त म परमेश्वरलाई धन्यवाद दिन्छु किनभने यो मौका परमेश्वरलाई दिनुभयो है। अनि मैले पाएको जुन कुराहरू है आज मैले पढ्न दिनुभएको दर्शनहरू है आज म मण्डली परिवारमा राख्न गइरहेको छु है। आशा गर्छु तपाईँले पनि आशिषित हुनुहुन्छ भनेर। अनि मैले प्रभुलाई पाएको चाहिँ मैले प्रभुलाई विश्वास गरेको चाहिँ 3-4 वर्ष भइसकेको छ है। अनि मैले प्रभुलाई पाउँदै गर्दाखेरि चाहिँ मैले कसरी पाएँ भन्दाखेरि चाहिँ मैले प्रभुलाई विश्वास गरेँ है। अनि साँच्चै नै प्रभु चाहिँ साँच्चै नै महान हुनुहुँदो रहेछ है। उहाँ चाहिँ मुख्य गर्दा उदाहरण हुनुहुँदो रहेछ भन्ने कुराहरू मैले थाहा पाएँ। अनि जब मैले ग्रहण गर्दै गर्दाखेरि चाहिँ मैले पशुबाको हातबाट मैले ग्रहण गरेँ। अनि ग्रहण गर्दै गर्दाखेरि चाहिँ मैले गुप्तमा ग्रहण गरेको थिएँ है। अनि पानीको बत्तिसमा लिँदै गर्दाखेरि पनि मैले गुप्तमा नै गरेँ। अनि पशुबालाई अनि एक परिवारलाई पनि थाहा थियो है। अनि मैले परिवारलाई पनि थाहा थिएन कि मैले ग्रहण गरेको अनि पानीको बत्तिसमा लिएको। किनभने त्यस समय चाहिँ मेरो परिवारमा चाहिँ म एक्लै नै मैले प्रभुलाई विश्वास गरेको थिएँ है। अनि मैले मेरो परिवारमा मेरो दादा अनि मम्मी पापा हुनुहुन्छ है। अनि उहाँले चाहिँ प्रभुलाई विश्वास गर्नुभएको थिएन त्यो समयहरू। अनि मैले गुप्तमा ग्रहण गर्दै गर्दा गुप्तमा पानीको बत्तिसमा लिएँ। अनि त्यसपछि म सेवा सङ्गतिमा म हिँड्न थालेँ है। तर त्यस समय मलाई धेरै बाधाको कुराहरू आयो है। तर मैले बुझेको थिएँ कि साँच्चै मैले जो प्रभुलाई विश्वास गरेको छु उहाँ मेरो साथमा हुनुहुन्छ भनेर है। अनि सेवा सङ्गतिहरूमा जाँदै गर्दाखेरि पनि मलाई धेरै बाधा कुराहरू आउन थाल्यो। अनि एक कुरालाई छोड्छु भनेर मैले कहिले पनि सोचिनँ। त्यो कुराहरू मेरो हृदयमा कहिले पनि आएन है। अनि मैले त्यो कुराहरू पनि सह्यो, कतिपल्ट मैले भनाइहरू पनि सहन पर्यो है। अनि यस्तो हुन्छ भन्ने कुराहरू भइरहेको थियो। तर पनि मैले संसार कुराहरू मैले एउटा पनि सुनिनँ है। तर मैले प्रभुलाई नै पछ्याइरहेँ। अनि पछाडि गएपछि मैले प्रार्थना गरेँ मेरो परिवारको लागि है। अनि धेरै म फास्टिङहरू पनि बस्थेँ। अनि त्यसो मैले प्रभुसँग नजिक भएर म जिउँदै गर्दाखेरि चाहिँ साँच्चै नै प्रभुले मलाई विजय दिनुभयो अन्तिममा है। अनि मेरो मम्मी मेरो पापा मेरो दादाले
पनि प्रभुलाई विश्वास गर्न भयो है। अनि साँच्चै नै परमेश्वरलाई धेरैभन्दा धेरै है मैले जति नै उहाँलाई धन्यवाद दिए पनि कम हुँदछ है। अनि मैले प्रभुलाई यसरी नै मैले पाएँ अनि मैले यसरी ग्रहणहरू है भनेको बत्तिसमा मैले दिएँ अनि मेरो परिवारले एकदमै आशिषित परिवार भएर प्रभुको सेवालाई हामीले गरिरहेका छौँ है। अनि त्यसरी नै मण्डली देखेँ अनि जुन चाहिँ सिंहासनमा चाहिँ है मैले हाम्रो प्रभुलाई देखेँ है। साँच्चै त्यस समय मैले धेरै मेरो हृदयलाई दुख्यो है। मैले जब प्रभुलाई देखेँ है त्यहाँनिर म प्रभुको नजिक धेरै नजिक गएँ। प्रभुले मलाई प्रभुको हामीसँग है मसँग धेरै नजिक हुनुहुन्थ्यो प्रभु। अनि प्रभुले मलाई म जब प्रभुको है खुट्टामा है म यसरी घुँडा टेकेर म त्यो सिंहासनको अगाडि म बसेँ है। त्यहाँनिर प्रभुले मलाई देखाउनु भयो त्यो समय प्रभुको चोट है जुन चाहिँ हातमा चाहिँ प्रभुले साँच्चै नै हाम्रो निम्ति छर्नु भएको चोटहरू है। साँच्चै नै प्रभुले मलाई भन्नुभयो छोरी मैले तिम्रो निम्ति है मैले तिम्रो निम्ति यो कुराहरू सहेँ भनेर प्रभुले मलाई भन्नुभयो है। अनि साँच्चै नै मलाई यति धेरै हृदय दुख्यो है। मैले साँच्चै नै मैले प्रभुलाई किन ढिलो मैले विश्वास गरेछु भन्ने कुराहरू मैले सोचेँ है। किन चाहिँ प्रभुलाई मैले विश्वास एकदमै ढिलो गरेर पठाएछु भने किनभने त्योभन्दा अगाडि म धेरै संसारमा भुलिसकेको थिएँ। मैले धेरै गलत कामहरू गरिसकेको थिएँ है। म धेरै पापमा डुबिसकेको थिएँ तर म त्यति बेला थाहा भएन मैले यति धेरै दुख्यो है। जब मैले प्रभुको त्यो चोटलाई देखेँ है साँच्चै नै प्रभुले चाहिँ हामीलाई कति धेरै प्रेम गर्नुहुँदो रहेछ भन्ने कुराहरू मैले बुझेँ है। अनि मैले त्यति बेला थाहा गरेँ है प्रभुले साँच्चै हाम्रो निम्ति है त्यो दुखाइ त्यो चोट त्यो ठोकाइ त्यो कुटाइ चल्नु भएको रहेछ भन्ने कुराहरू है। यति धेरै मेरो हृदय दुख्यो म यति धेरै प्रभु अगाडि रोएँ है। मैले प्रभुलाई क्षमा मागेँ अनि साँच्चै नै प्रभुले मलाई है खुट्टाको चोट पनि देखाउनु भयो हातको चोट मैले तिम्रो निम्ति है मैले तिमीलाई प्रेम गरेको निम्ति मैले तिमीलाई माया गरेको लागि चाहिँ मैले यो कुराहरू सहेँ भने प्रभुले मलाई देखाउनु भयो है। मलाई यति धेरै त्यति बेला है हृदय दुख्यो। साँच्चै मैले प्रभुलाई धन्यवाद दिएँ है किनभने हामी संसारमा छौँ है हामीबाट धेरै गल्तीहरू हुन्छ है। तर जब यो कुराहरू म सोच्छु है म केही कुराहरू ममा हुँदै गर्दाखेरि चाहिँ साँच्चै नै ममा आउँदै गरेको कुराहरू जब म सोच्छु तब चाहिँ म होसियार हुन्छु है। मैले होइन त्यो कुराहरू गर्न हुँदैन मैले प्रभुले मेरो निम्ति यो कुराहरू गर्नुभएको छ है मलाई उहाँ सहनु भएको छ। हामी संसारमा भएको कारणले हामी धेरै केही कुराहरू संसारमा आउँदै गर्दाखेरि हामी त्यो कुराहरूमा गइपठाउँछौँ है। हामी हाम्रो हृदयहरू त्यो पनि जान्छ तर म प्रभुलाई धन्यवाद दिन्छु है। प्रभुले मलाई यो त्यो कुराहरू देखाउनु भयो तर म साँच्चै नै आज होसियार पनि हुँदछु है। अनि तपाईँहरूलाई पनि म यो कुरा भन्न चाहन्छु है साँच्चै नै प्रभुले हामीलाई धेरै प्रेम गर्नुभएको छ है। उहाँले हाम्रो निम्ति धेरै कुराहरू सहनु भएको छ है। म जब जब त्यो कुराहरू सोच्छु है साँच्चै नै मेरो हृदय यति धेरै है दुखेर आउँछ कि साँच्चै नै प्रभुले चाहिँ हामीलाई यति धेरै प्रेम गर्नुभएको रहेछ भने प्रभुले जे कुराहरू है जे कुराहरू ममा मेरो लागि आवाज आउँछ त्यही आवाजमा म हिँडेँ है। प्रभुको निम्ति मैले धेरै कुराहरू पनि सहेको थिएँ है। अनि अन्तिममा परमेश्वरले मलाई विजय नै दिनुभयो है यो कुराहरूमा। अनि यति मात्रै होइन परमेश्वरलाई धेरै कुराहरू देखाउनु भएको छ। अनि परमेश्वरले मलाई दान अनि वरदानहरू दिनुभयो है। अनि म फास्टिङ प्रार्थना प्रभुसँग समय नबिताएको भए मलाई केही पनि पाउँथिनँ है। तर मैले प्रभुले मलाई धेरै दान अनि वरदानले पनि बढाउनुभयो है। म परमेश्वरलाई नै धन्यवाद दिन्छु है यसको निम्ति किनभने प्रभुले साँच्चै नै है आज हामीलाई धेरै प्रेम गर्नुहुन्छ। हामी पनि तृष्टित हौँ है हामी प्रभुसँग एकदमै नजिक भएर हामी जियौँ है। किनभने संसार कुराले चाहिँ हामीलाई रोक्न खोज्छ है रोक्न खोज्छ तर त्यही बेला म रोकिएको भए मेरो परिवारले मलाई है त्यस्तो कुराहरू गर्दै गर्दा मलाई कुट्दै गर्दा मलाई भन्दै गर्दाखेरि म रोकेको भए यो कुराहरू मैले अनुभव गर्न सक्थिनँ है। म नरकमा हुन्थेँ है। अनि मेरो परिवार पनि नरकमा हुन्थ्यो तर मैले त्यो कुरा बुझेको कारणले गर्दाखेरि चाहिँ आज मेरो परिवार है आज हामी सँगै छौँ। अनि परमेश्वरले मलाई एउटा फेरि एउटा सानो है म तपाईँलाई राख्नु पऱ्यो अनि त्यो भिजन पनि मलाई दिनुभयो। अनि एक दिन हामी पास्टर भयो हामी प्रार्थना गरिराख्दै गर्दाखेरि चाहिँ मलाई प्रभुले एउटा जग्गा देखाउनु भयो जुन चाहिँ जग्गा चाहिँ एकदमै सुनको है वरिपरि सुनले भरिरहेको थियो। अनि त्यहाँनिर चाहिँ मैले देखिरहेको थिएँ यसरी लाइनले चाहिँ एउटा बेन्चीहरू है यसरी चियरहरू चाहिँ यसरी राखिरहेकोलाई मैले देखेँ। त्यो चियरहरू चाहिँ सिंहासन है त्यो सिंहासनहरू थियो। अनि त्यो सिंहासनहरूलाई मैले देखिराख्दै गर्दाखेरि त्यो सिंहासनहरू चाहिँ सुनले भरिरहेको थियो। अनि मैले प्रभुलाई भन्दै थिएँ अनि प्रभुले मलाई भन्दै गर्दाखेरि चाहिँ प्रभुले मलाई त्यति बेला भन्नुभयो कि यो चाहिँ मेरो दासहरूको जग्गा हो स्थान हो भनेर प्रभुले मलाई भन्नुभयो है। जो दासहरूले चाहिँ साँच्चै नै आज परमेश्वरको है सेवाकाई गर्छ परमेश्वरको सेवाकाई गर्छ उनीहरू आज संसारमा भएर उनीहरूको निम्ति चाहिँ
त्यो सिंहासनको जग्गाहरू परमेश्वरले मलाई देखाउनु भयो है। अनि त्यो सिंहासनहरू देखाउँदै गर्दाखेरि चाहिँ मैले त्यहाँ धेरै अगाडिपट्टि मानिसहरूलाई मैले देखेँ, जुन मानिसहरूको शिरहरू चाहिँ यसरी निहुरिरहेको मैले देखेँ। अनि मैले प्रभुलाई सोधिरहेको थिएँ है, प्रभु यिनीहरू चाहिँ को हो है, यिनीहरू चाहिँ किन यस ठाउँमा छ भन्दै गर्दाखेरि चाहिँ प्रभुले मलाई भन्नुभयो कि यो चाहिँ अन्तिम दिनको कुराहरू मैले तिमीलाई देखाइरहेको छु भनेर प्रभुले मलाई भन्नुभयो। अनि त्यहाँनिर जति मैले यसरी हेर्दै जाँदाखेरि त्यहाँनिर भिडहरू बढ्दै गरेको मैले देखेँ है। अनि प्रभुले भन्नुभयो कि जति यो भिड चाहिँ आज यस ठाउँमा चाहिँ बढ्छ त्यति नै नजिक मेरो नजिक चाहिँ यो अन्तिम दिनको नजिक आएको हो भनेर प्रभुले मलाई भन्नुभयो। अनि जति भिड यहाँनिर बढ्छ त्यति नै मेरो त्यो अन्तिम दिनको कुराहरू चाहिँ प्रभुले मलाई देखाउनु भयो है। जति मेरो यो भिड बढ्छ त्यति नै अन्तिम दिनहरू चाहिँ नजिक आएको छ भनेर प्रभुले मलाई भन्नुभयो। त्यो कुराहरू प्रभुले मलाई देखाइरहनु भएको थियो है। अनि त्यो कुराहरू मैले भनिरहेको थिएँ है। आज त्यो कुराहरूमा आज साँच्चै नै हो, अन्तिम दिनहरू चाहिँ आज नजिकै आएको रहेछ भन्ने कुराहरू है। त्यो भिजनहरू चाहिँ प्रभुले मलाई देखाइरहनु भएको थियो। अनि साँच्चै नै म परमेश्वरलाई धेरै धन्यवाद दिन्छु है। आज यो कुराहरू मलाई अनुभव गर्न, यो कुराहरू मलाई बुझ्न परमेश्वरले मलाई सहायता गर्नुभयो है। अनि धन्यवाद भन्न चाहन्छु है। आज पशु बुवालाई पनि धन्यवाद दिनु, उहाँले मलाई धेरै यो कुराहरू मलाई उहाँले गाइड गर्नुभयो है। मलाई केही कुरा थाहा थिएन है भिजनको बारेमा है, तामानी वरदानको बारेमा। म चर्च जान्थेँ, चर्चबाट घर जान्थेँ है, त्यस्तै कुराहरू मेरो जीवन भइरहेको। तर जब हामी प्रभुदेखि हामी है प्रभुमा हामी भएर चाहिँ त्यो कुराहरू मलाई अनुभव गर्ने यो कुराहरू दिनुभयो है। अनि म धन्यवाद भन्न चाहन्छु यहाँनिर स्थानीय है पास्टर आमाहरूलाई, पास्टर बुवाहरूलाई पनि, किनभने यो मौका परमेश्वरले मलाई दिनुभयो है। अनि धेरै जग्गामा है मैले यो गवाईहरू भनिसकेँ है। अनि परमेश्वरलाई म धन्यवाद भन्न चाहन्छु, यो मौकाहरू है परमेश्वरले मलाई दिइरहनु भएको छ है। अनि मेरो यो गवाईलाई चाहिँ म यतिमै राख्न चाहन्छु है। आशा गर्छु तपाईँहरू आशिषित हुनुभयो भनेर है। अनि धन्यवाद सबैजनालाई फेरि पनि जय मसीह। यदि मैले कम्प्रोमाइज गरेँ भने नि प्रभुको जुन चाहिँ अभिषेक ममा छ त्यो अभिषेक म बुझ्नुपर्छ। हामी ओभरफ्लोहरू हुने व्यक्तिहरू हो नि त होइन, कचौरा भरेर हामी पोखिनुपर्छ प्रभुले भन्नुहुन्छ नि त। स्वयं यीशु ख्रीष्ट स्वर्गीयको राज्यको प्रचार गर्नु उहाँ आउनुभयो। अनि उहाँले चेला पनि बनाए। अनि चेलाहरूलाई पनि अब चाहिँ प्रचार गर, स्वर्गीयको राज्यको प्रचार गरे अनि बिमारीहरूलाई निको बनाऊ भने। लुका 4:43 हामी पढाउँ त। तर उहाँले तिनीहरूलाई भन्नुभयो, मैले परमेश्वरका राज्यको सुसमाचार अरू शहरहरूमा पनि सुनाउन पर्छ, किनकि म यसैको निम्ति पठाएको हुँ। परमेश्वरको राज्यको सुसमाचार अरू शहरहरूमा पनि प्रचार गर्नुपर्छ, किनभने म यसैको लागि पठाएको हो। स्वयं येशू ख्रीष्ट स्वर्गीयको राज्यको प्रचार गर्न उहाँ आउनु भएको छ, पठाएको छ भने उहाँले चेला पनि बनाउनु। Also Jesus said the disciples to praise the kingdom of God भनेर भन्छ भने प्रभुमा हामी जिउन सुरु गर्न समय आएको छ। साँच्चै नै प्रभुमा हामी जब जिउँछौँ भने परमेश्वरको राज्यको प्रचार गर्न सुरु गर्छौँ भने अनि के अनुसार हामी जिउन सुरु गर्छौँ भने साँच्चै नै हो परमप्रभु परमेश्वरले चाहिँ हाम्रो जीवनबाट चिन्ह अनि चमत्कारको काम गर्नुहुन्छ, गर्नै हुन्छ 100%। तर अर्को कुरा भन्ने, यदि म नै प्रभुको राज्यमा छुइनँ, प्रभुको राज्यमा म आफै त काम गर्दिनँ, म प्रभुको राज्यमा आफै त जिउँदिनँ भने म कसैलाई पनि प्रभुको राज्यमा ल्याउन पनि सक्दिनँ। फर्स्ट अफ अल चाहिँ हामी आफैमा वर्क गर्नुपर्छ, काम गर्नुपर्ने कुराहरू छ। ममा आफैमा त छुटकारा छैन भने मैले छुटकारा कसैलाई बोल्दै गर्दा त्यो व्यक्ति छुटकारा हुन्छ होला? प्रश्न छ। म आफैमा त चङ्गाइ छैन भने म आफै त बिमारलाई पालेर बसिरहेको छु भने अनि बिमारीको लागि मैले प्रार्थना गर्दै गर्दाखेरि त्यो बिमारी निको हुन्छ होला नि त? प्रश्न आउँछ। मै त संसारसँग स्वतन्त्र फ्रिडम भएर म जिएको छुइनँ भने, संसारिक बन्धनमा म जिउँदैछु भने संसारिक बन्धनमा जो व्यक्ति बसिरहेको छ के त्यो व्यक्तिको बन्धनलाई म तोड्न सक्छु होला येशूको नाममा?
प्रश्न छ। म चाहिँ संसारमा विजयको जीवन नै म जिएको छुइनँ, म जिउँदिनँ भने कसै व्यक्तिलाई म परमेश्वर येशूको नाममा के उसको जीवनमा विजयको कुराहरू बोल्न सक्छु होला? प्रश्न छ। म फ्री भएर स्वतन्त्र भएर म दुष्ट आत्मालाई मजाले ड्यान्छु। कतिपय त मण्डलीमा नि म दुष्ट आत्मा जब देखा पर्छ नि राखेर म जान्छु नि जान्छु मलाई छोडिदे भन्दा पनि म जानु दिदिनँ। राखेर उल्टा प्रचार गर्न लाउँछु कुरा त बुझ्छन् त मजाले मण्डलीले हो। प्रभु कतिपय मण्डली कस्तो हुन्छ भने प्रभुको शक्तिशाली दास आएर प्रचार गरिरहेको हुन्छ, एनोइन्टेड दास आएर प्रचार गरिरहेको हुन्छ। मण्डलीले यहाँबाट सुन्छ, यहाँबाट फुट निकाल्दै गरेको हुन्छ। फेरि दुष्ट आत्मा बोल्नु सुरु भयो चाहिँ कान ठाडो पारेर सानो सुन्दैन क्या, मैले देखेको छु नि त। अन्त दुष्ट आत्मालाई कतिपय देखा परेपछि चाहिँ मेनिफेस्ट भएपछि जानु दिँदैन, उठ्दै राखेपछि प्रचार गर्न लगाउँछु। तपाईँहरूलाई नढाँटी भनिदिन्छु, मेरो आइतबारको सेवा सङ्घ त्यति 5:30सम्म पनि बग्छ। बिहान 10:30देखि सुरु भएर 5:30मा छुट्टिदिएको छ। पवित्र परमेश्वरले हामीलाई भएर सेवा गरेको, किनभने अब अनुमति त्यस्तो दिनुभयो। पवित्र आत्माको सेवा सङ्गति यही नै हो। हामी कतिपय चर्च आउँदै गर्दाखेरि आउनु ढिलाउँछौँ, तर जानु चाहिँ आमेन भन्नुसार पास्टरको आँखा खोल्दै गर्दा त मण्डली पुग्दै हुन्छ, भन्ने अवस्था हुन्छ। पक्का हो। तर साँच्चै नै पवित्र आत्मा परमेश्वरको सेवा कहीँ तपाईँले गर्नुहुन्छ भने नि संसारिक टाइमको भ्याल्यु हुँदैन हामीलाई। यहाँ त 2वटा टाइममा तपाईँहरू रन हुँदैछ, कति पङ्क्चुअल है। 2वटा माइन्ड पनि मतलब आउनुसार के भयो, एक्टिभ भइगयो। मेरो 10 चाहिँ यहाँको 10:30 भनेर एक्टिभ भइगयो मेरो। अनि त्यसरी नै हामी सायदै हाम्रो राज्यमा एक्टिभ भएर बस्नुपर्ने समय आएको छ। मैले प्रश्न गरेँ नि, आमा बुवा दाजुभाइ जो पनि हुनुहुन्छ, मैले प्रभुको राज्यभित्र प्रवेश गरिसकेको छुइनँ भने हामी प्रभुको राज्यमा अरू व्यक्तिलाई कसरी ल्याउन सक्छौँ? मैले नै मेरो जीवनबाट प्रभुको राज्यलाई बढाउन सकेको छैनौँ भने हामी अरूलाई बढाउँ भनेर कसरी इन्करेज गर्न सक्छौँ? कोही डिस्टर्ब रातिको समयमा सुत्को डिस्टर्ब, कसै आमालाई रातिको समयमा सुत्को डिस्टर्ब, अन्धकारको कुराहरूले तपाईँलाई डिस्टर्ब गर्छ भने तपाईँ हाल्नुहोस्। राति डिस्टर्ब हुन्छ, तपाईँलाई डिस्टर्ब गर्छ दुष्ट आत्माहरूले, हिंसाका कुराहरू। अगाडि आउनुहोस्, अगाडि। 2, 3 out, out, release. Riondoro shukura basi. Sharahidi shukura basi. Riondoro kura basi. Patalaga guru tola basi. I see the power.
Hallelujah. Hallelujah. हजुर हाम्रो 2 दिनको सेवाकाई सुधाएर हामी अहिले रुमतिर जाँदैछौँ। आज रेस्ट गरी बेलुकीको प्रार्थना गरी भोलि फर्कँदैछौँ। परमेश्वरलाई धन्यवाद होस्, सबै मण्डली परिवारहरूलाई पनि। सबैलाई चाहिँ मसी हामी चाहिँ अहिले नै के पो दादा यो रोपे है रोपे माखामा आएको छु तपाईँहरूलाई हेर्न आएको छु। यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो चाहिँ जस्ट लुकिङ लाइक दिस। हामी रोपे आइपुगिसकेको छ। नचलाऊ किनभने यता चाहिँ हो फोटो खिच्दैन नानी। रेजुम यहाँ थिएँ। बाई बाई बस्दै गर्नु ल, म आइहाल्छु पर पुगेर। बस्दै गर्ने है। भिडियो बनाइदिनु न हजुर ल यहाँबाट ल हजुर हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ रोपे कस्तो मजाको दिन भयो है अहिले। फिलहाल चाहिँ यहाँनिर एकदमै शीतल दिन भइरहेको छ अहिले चाहिँ। अनि अघिसम्म त यति साह्रो गरम। यहाँ हेर्न सक्नुहुन्छ हामी रोपेको छौँ। यहाँ सक्नुहुन्छ मेरो फुल मेरो सर्टसँग म्याचिङ गरेर है यो दुइटा। हामीसँग यहाँ हुनुहुन्छ अगाडि एकदमै मजा आइरहेको छ हामीलाई। आज हामी आफ्टर सेवा हामी यहाँ घुम्न आइरहेको छौँ है।